पूर्व एआइजी वर्तमान ओखलढुङ्गाका मान्य सांसद विश्वराज पोखरेलले एउटा सामुदायिक विद्यालयमा गएर प्रधानाध्यापकले चाहिने उहाँ आउँदाखेरि गेटमा स्वागत गर्न गेटसम्म नआएको भनेर एउटा रोष व्यक्त गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। यो सामुदायिक विद्यालयका चाहिने मास्टरहरूलाई कति चाहिनेतिरबाट चाहिने हेपाइ गयो। र अर्को कुरा, म मान्य हुँ, मलाई चाहिने के अरे तैँले सम्मान गर्नुपर्छ भन्नु आफैमा यो चाहिने लज्जास्पद कुरा हो भन्ने लाग्छ मलाई चाहिँ। अस्ति चाहिने निर्वाचन ताका 2 हात जोडेर 10 औँला जोडेर चाहिने के अरे नमस्कार गरिकन म तपाईँले भनेका सबै कुरा मान्छु, चाहिने मलाई मत दिएर जिताउनुहोस् भनेर लम्पसार परेर चाहिने जम्मा 5 भोटले 5 मतको अन्तरले जितेका चाहिने मान्यको चुनाव जितिसकेपछि ल हेर्नुहोस् र बाफ त जस्ता हेडमास्टर त मैले कति चलाएँ। म विशिष्ट श्रेणीको कर्मचारी हुँ, एआइजी हुँ, अहिले म यो जिल्लाको मान्य हुँ। अब कति अब चाहिने त्यस कारणले यस्ता खालका दम्बहरूले नयाँ हुँ भन्नेहरूलाई गिज्याइरहेको छ। नयाँ हुनु भनेको सम्पूर्ण हिसाबले, चरित्रको हिसाबले, व्यवहारिक हिसाबले, हरेक हिसाबले चाहिने फरक हुनु हो, सकारात्मक फरक हुनु हो। नयाँ हुनु भनेको खालि चाहिने चुनाव जित्नु मात्रै होइन, धेरै भोट ल्याउनु मात्रै होइन, धेरै सिट ल्याउनु मात्रै होइन। खै बुझेको।